युवराज सफलजी हिजै गर्नुभएको हिजो उहाँ सफल हुनुभएन हुन त उहाँले केही दिन अगाडिदेखि नै यसको तयारी गरेको भन्ने मैले गाएर गएर सुनेको थिएँ। नम्बर 1 प्रकृति हेर्नु पर्यो सबभन्दा महत्त्वपूर्ण कुरा। महान्यायाधिवक्ता कार्यालय एटर्नी जेनरल अफिस जहाँ दिनमणि पोखरेलजी हुनुहुन्छ एटर्नी जेनरल उहाँको अफिसलाई र सरकारलाई पनि विपक्षी बनाएको भन्ने बुझियो नि त। एउटा स्वार्थमा क्लिन चिट दिनु हो किनभने उहाँलाई बहुमत चाहिएको थियो रविजीको समर्थन चाहिएको थियो। बेचारा लाउ लाउ खाउ खाउ उमेरमा यो धरती छाडेका देह त्याग गरेका संसार धरती बगर अहिले यो संसारमा छैनन् भन्ने यो जानकारी गराउँदा म भावविह्वल भएको छु, म प्रभावित भएको छु। वास्तवमा संसार धरती बगर +2 सकेर स्नातक जोइन गर्ने तयारीमा थिए। ठुला सपनाहरू देखेका थिए, जिन्दगीको विषय लिएर उनले सपना सजाएका थिए, सञ्चालन गरेका रहेछन्। उनलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु र उनको परिवारजन र सुख सम्वेदना व्यक्त गर्न चाहन्छु। वेदको अङ्ग ज्योतिष शास्त्र हो, यसलाई नासाले पनि प्रमाणित गरेको छ, अथेन्टिसिटी दिएको छ विश्वभरिको वैज्ञानिकहरूको संस्था। तपाईको जन्मको समय अनुसार ग्रह दशा के हुन्छ त्यो आधारमा ग्रह गोचर हेरेर मान्छेको भविष्यसम्मको फलित गणितबाट भविष्यवाणी गर्न सकिन्छ। आनन्दमान बिजुक्सेले भन्नुभएको थियो नि यदि कालमार्क्स अहिले जीवित हुनुहुन्थ्यो भने उहाँले ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्थ्यो भनेर उहाँले भन्नुभएको छ। अब जहाँसम्म मलाई लाग्छ अब तान्त्रिक तन्त्र मन्त्र यन्त्रको कुरा हुन्छ क्या, यो पनि साइन्टिफिक डिस्कभर अन्तर्गत आउँछ। मलाई सपनामा भविष्यवाणी गर्ने तागत मिल्छ, म वाक्सिद्धि भएको व्यक्ति हुँ भन्नुहुन्छ। उहाँ अस्ति मेरो तातो बहसमा पनि आउनु भएको थियो, भाइरलै हुनुभयो। धेरै धेरै धन्यवाद छ। वास्तव भन्यो भने यो रिना हत्याकाण्डले राष्ट्रिय जीवनको मस्तिष्क नै खलबल आएको छ। वास्तवमा भन्यो भने सबै नेपालीहरू हामी दिगन्त शोकमा डुबेका छौँ। एउटा चेली जसले आफ्नो भविष्य खोजिरहेकी थिइन्, जसको पति 50 डिग्री सेन्टिग्रेडको तापक्रममा गल्फ कन्ट्रीमा गएर अरब दुबई कतार मलेसियामा जाने तिनै देशभक्त नेपाली दाजुभाइ दिदीबहिनी जसले उता रेमिटेन्स दिन्छन् र यता राष्ट्रिय अर्थतन्त्रको ठेकी भरिन्छ। तपाईले धेरै कुरा बुझ्नु भएको छ।